आज मैले कुखुराको मासुमा आलु मिसाएर पकाएको यति मिठो भयो साथीहरू। हेर्नु त कति राम्रो बनेको छ। आउनुहोस् है त कसरी बनाउने हेरौँ। मैले चाहिँ सुरुमा आलु ठुल्ठुलो गरेर काटेर राखेको छु अनि यसलाई कराईमा थोरै तेल हालेर राम्रोसँग भुट्छु 1-2 मिनेटको लागि। अलिकति पाक्न दिनुपर्छ। यतिको आलु भएपछि निकाल्छु। आलु निकालिसकेपछि त्यही कराईमा मासु हालेर मासुलाई नि एकछिन भुट्छु। यसरी पहिले भुटेर पछि पकाउँदाखेरि स्वादै अर्कै हुन्छ। सधैँ एकै किसिमले कति पकाइराख्नु भनेर आज चाहिँ म फरक किसिमले मासु पकाउँदैछु। अब तेलमा मेथी, सुकमेल, ल्वाङ, जिरा अनि तेजपत्ता हालेर म प्याज पनि हाल्छु अनि यसलाई भुट्छु एकछिन। प्याज त पाक्न दिनु पर्यो। त्यसपछि मैले मसला पिसेर ल्याएर हाल्दैछु। मसलालाई पनि एकछिन भुट्नुपर्छ। राम्रोसँग पाक्न दिनु पर्यो। काँचो त छोड्नु भएन। अनि मसलालाई फलाक पार्दैछु। त्यसपछि म यसमा राख्छु थोरै बेसार अनि आफूलाई कतिको नुन मनपर्छ स्वाद अनुसार नुन हाल्छु। त्यसपछि यसलाई पनि एकछिन चलाएर भुट्छु। अनि अब यसमा राख्नुपर्छ टमाटरको पेस्ट। मैले चाहिँ टमाटर पिसेर राखेको थिएँ त्यही राख्दैछु। यसलाई पनि एकछिन चलाउँछु अनि राम्रोसँग पाक्न दिनु पर्यो। टमाटर पाक्न एकछिन टाइम लाग्छ। अनि त्यसपछि म यसमा हाल्छु गोल्डी मसला, मिट मसला, गरम मसला जे हुन्छ राख्न सक्नुहुन्छ। मैले चाहिँ गोल्डी मसला राखेको छु। अब त्यसपछि थोरै पानी लिन्छु र हाल्छु। मसला डढ्न त दिनु भएन। हजुरहरूले पनि आफूलाई कतिको ग्रेभी खान मन छ उही किसिमले पानी हाल्नु होला। मैले चाहिँ दाल बनाएको थिएँ त्यही भएर थोरै पानी राखेको छु। अनि अब यसलाई एकछिनमा पाक्न छोड्छु। यो उम्लिन लाग्छ। बलबल गर्दै उम्लिन्छ। कति राम्रो ग्रेभी बन्यो हेर्नु त। अहिले नै ग्रेभी चाहिँ यति मिठो देखिएछ। अब यसमा म हाल्छु मासु हालेर राम्रोसँग चलाउनु पर्यो। यसलाई पनि जताततै मसला लाग्न पर्यो राम्रोसँग। अब मासु हालिसकेपछि म यसमा राख्छु अहिलेको आलु पनि त हाल्नु पर्यो। अनि आलुलाई पनि राम्रोसँग मिक्स गर्छु एकछिन। हामीलाई चाहिँ मिठो लागेको थियो सधैँ मासु मात्रै पकाउने। अहिले चाहिँ मैले आलु हालेर पकाएको मिठो हुँदो रहेछ। यो आलु त जेमा पनि मिल्ने के है। अनि यसलाई एकछिन 5 मिनेटको लागि छोपेर सानो ग्यास गराएर छोडेको थिएँ मैले। अब हेर्नु त कति मजाले पाकेको छ। हेर्दै खाऊ छैन त राम्रोसँग पाकेको छ। म यसलाई अब चेक गर्दैछु पाक्यो कि पाकेन भनेर। आलु पनि पाकेको छ राम्ररी। मासु पनि पाकेको रहेछ राम्रोसँग। हजुरहरू पनि यस्तै गरी पकाएर खानुहोस् एकदमै मिठो हुन्छ। हेर्नु त कति राम्रो देखिएको छ। अब चाहिँ म खाना पस्किएँ। अब खाना खान्छु ल। हजुरहरू पनि खानु होला बनाएर मिठो हुन्छ।